यो चाहिँ हो हाम्रो दसैँको पहिलो सन्डे एकदमै ज्यादा खचाखच छ हाम्रो पोखरेबुङ र धेरै दिन पछि चाहिँ यस्तो खालको क्या त खचाखच देखिरहेको छ लु अब बनाउनु कर लाग्यो नि निसु बोलो हेलो हेलो क्या हुआ ये कैसा हेलो है अच्छे से बोलो हेलो झुकेगा नहीं बोलो अपने दुकान के बारे में बोलो क्या पढ़ते हो क्या नहीं बोलो क्या है ऑफर आज ऑफर क्या है बोलो नहीं होने का अच्छा से बोलो ना अमिताको नानी पनि हेर्दा यत्रो भयो है र आजको यस्तो चाहिँ हेलो नमस्ते गाइस के छ खबर म सङ्गीत तपाईँको साथी फेरि पनि अर्को ब्लग लिएर आइसकेको छु है आज चाहिँ सन्डे हाट पोखरेबुङको माहौल अलिकति देखाउनु मन पर्यो मलाई चाहिँ है त्यहाँदेखि यो दसैँको माहौल चाहिँ आज यस्तो भइरहेको छ है र एटिएम आएको छ एटिएममा पनि लाइन एकदमै ज्यादा अघि झन् ऊ परसम्म थियो लाइन हो अहिले सकेर यत्रो पुगेछ हो र अब चाहिँ आजको सुरु हुँदैछ यहाँनिर पूजा होइन पण्डालमा सबै नाच्नेहरू होइन पुरै खतरा आन्टीहरू नाच्दैछ लु खतरा आन्टीहरू नाच्दैछ अब चाहिँ लु नाच्नेहरू नाच्दैछ फोटो खिच्दैन खिच्दैछ पुरै यो मान्छे चाहिँ मल्टी ट्यालेन्टेड रहेछ अब एक्टिङ पनि दामी गर्छ हो त्यहाँदेखि गाउनु पनि राम्रै गाउँदो रहेछ यतिको त हो शिवाय सततं नमः प्रकृति भद्राय सुरु नगइरहेको छ र यो पाठमा चाहिँ म अब बस्दै छुइनँ किनभने अलिकति त्यस्तै हुन्छ कोही बेला है स्मृता हरसिभेतिमशेषदन्तो स्वस्तै स्मृता मतिमते वसुनं ददासि दारिद्र आजको जामहरू लु यो चाहिँ हो दसैँको क्रेजी जाम हो यसरी जाम लाग्यो भने चाहिँ दसैँ लागेछ भन्ने हुन्छ नि हो जाम त लाग्नु पऱ्यो नि यस गाउँका समाजका प्रतिष्ठित व्यक्तित्वहरू जाम जबसम्म लाग्दैन दसैँ कसरी आउँछ र ज्येष्ठ नागरिक स्वयंसेवक राष्ट्र सेवक अनि पत्रकार बन्धु विभिन्न पदमा रहेर गाउँको समाजको राष्ट्रको सेवा गर्नुहुने सम्पूर्ण भक्त महानुभावहरू लु भाइ चाहिँ अब चाहिँ यहाँनिर भण्डारा खानको लागि चाहिँ आउँदैछ हामी र भण्डारामा चाहिँ यस्तो हुन्छ एकदमै ज्यादा लाइन लागेको हुन्छ होइन र लाइनहरू तपाईँले देख्न सक्नुहुन्छ एकदमै हिँड न के भयो किन रोकेको झुम पसेर
अब चाहिँ भण्डारा भित्रको चाहिँ म तपाईँलाई देखाउँछु ल। यस्तो कडा यस्तो छ कि यहाँभित्र चाहिँ भण्डारा खानेहरू खतरा। अहिले चाहिँ भण्डाराको हातमा आयो है। मेरो छेउमा त को देख्नु भएछ पिटी त्यो चाहिँ मलाई थाहा भएन है। म आएको खाएर सो यस म चाहिँ भण्डारा खाएर निस्केँ है। र अब चाहिँ इट्स लाइक 2 बज्न आँटिसकेको छ। अब चाहिँ घर गएर चाहिँ फ्रेस भएर अनि फेरि ग्राउन्ड जानुपर्छ। सो यो ब्लग ऱ्यान्डम हानेको छु मैले होइन। आज तपाईँलाई सन्डे कतिको छ त त्यो देखाउनुको लागि मात्रै यो सानो ब्लग बनाएको है। मन पऱ्यो भने लाइक सब्सक्राइब गर्न नबिर्सिनुहोस् होला। र अहिलेको लागि चाहिँ यति नै, फेरि भेटौँला फुटबलको गेम लिएर होइन। सो बाई बाई।